Let me tell you about Derby di Milano, also known as the Milan Derby. It is one of the greatest, if not the greatest derby in football. हिस्ट्रीबाट सुरु गरौँ है 1899 मा मिलान क्रिकेट एन्ड फुटबल क्लब भनेर एउटा क्लब खुलेको थियो. This club was founded by an Englishman, Herbert Kipling, along with Albert Edwards, जो कि पछि गएर प्रेसिडेन्ट पनि हुन पुगेन. अनि यो क्लबमा क्रिकेट खेल्ने र फुटबल खेल्ने दुईटै प्लेयर्सहरू थिएन. मिलान फुटबल एन्ड क्रिकेट क्लब राम्रैसँग चलिरहेको थियो. तर बीचमा डिस्प्युट्स हुन थाले. मिलान चाहिँ दुईटा क्लब्समा स्प्लिट हुनुको मेन रिजन चाहिँ फरेन प्लेयर्सलाई साइन गर्न नपाउनु थियो. मिलान फुटबल एन्ड क्रिकेट क्लबले चाहिँ फरेन प्लेयर्स साइन नै गर्न खोज्थेन. इटालियन प्लेयर्सलाई मात्र ठाउँ दिन्थ्यो. अनि यो कुरा चाहिँ क्लबकै भित्रको मान्छेहरूलाई पनि चित्त बुझेन. फरेन प्लेयर्सहरू इन्टरनेसनल प्लेयर्सहरूलाई पनि साइन गर्नुपर्छ भन्न थालिन्. अनि इन्टरनेसनल ट्यालेन्ट पनि आफ्नो क्लबमा हुनुपर्छ भन्दै 44 जना मेम्बरहरू चाहिँ छुट्टिएन. यसरी नै 1908 मा फर्म भयो अर्को क्लब, इन्टरनेसनले भन्ने नामबाट, जसको बेसिक इङ्ग्लिस ट्रान्सलेसन हो इन्टरनेसनल. अनि यो क्लबको की फाउन्डर जोर्जियो मुज्जानी भन्ने मान्छे थिएन, हु वाज ए ग्राफिक डिजाइनर एन्ड ए स्पोर्ट्स पायोनियर. इन्टर मिलानको ब्ल्याक एन्ड ब्लू कलर्स पनि जोर्जियोले नै रोजेका थिएन. अब अरू डार्बीहरू जस्तो यो डार्बीमा चाहिँ त्यति धेरै रिलिजियस र पोलिटिकल डिफरेन्सेस छैन. तर देयर इज वान डिफरेन्स. हिस्टोरिकली एसी मिलान चाहिँ वर्किङ क्लास मान्छेहरूसँग एसोसिएटेड थियो भने इन्टर मिलान वाज एसोसिएटेड विथ वेल्थियर पिपल. अरू डार्बी म्याचेस जस्तो कि एल क्लासिको पोलिटिक्समा बेस्ड हुन्छ भने यो मिलान डार्बी चाहिँ फाइट फर सुप्रिमेसी मात्र हो, which is the better Milan side. And one of the most interesting things about this Milan derby is the stadium. दुईटैको होम पनि अवे पनि एउटै स्टेडियम हो, the legendary San Siro. Basically, whoever wins the match owns that stadium that night. अनि यो दुईटा टिम्सको अल्ट्रास पनि त्यस्तै फियर्स र प्यासनेट छन्. एसी मिलानको कुर्बा सुद भनेर साउथ साइडतिर हुन्छ र इन्टर मिलानको कुर्बा नोर्थ भनेर नोर्थ साइडतिर हुन्छ. अनि एभ्री सिंगल मिलान डार्बीमा टिफो, एटमोस्फियर, एभ्रिथिङ वाइल्ड नै हुन्छ. अनि एसी मिलान र इन्टर मिलान दुईटै साइड्समा एकदमै लेजेन्डरी प्लेयरहरू खेलेका छन्, जस्तो कि रोनाल्डिनियो, पेर्लो, काका, गाटुसो, आद्रियानो, माल्डिनी. आजकल धेरै मान्छेहरूले मिलान डार्बीको बारेमा पहिला जस्तो कुरा गर्दैनन्, तर स्टिल अझै पनि मिलान डार्बी feels like a war. So far, these two sides have met each other 246 times officially, and Inter have won most number of games, 91 wins Interको, and AC Milan have won 84. म चाहिँ बार्सिलोनाको फ्यान भएर मिलान डार्बी हेर्दाखेरि न्युट्रल फ्यान भएर नै हेर्छु है, अनि मलाई एकदमै मजा लाग्छ. I would love to know which is your favorite side.